नमस्ते। म आज तपाईँहरू समक्ष एउटा रमाइलो कथा अकबर बिरबलको रमाइलो कथा राख्न गइरहेको छु। एक दिन अकबर र बिरबल साँझपख टहलिनको लागि पोखरीको छेउमा गएछन्। त्यहाँ पोखरीमा राजाले यसरी हात चोबल्दाखेरि असाध्यै चिसो पानी रहेछ र माथि पुरै जमेको पनि रहेछ र चिसो पानी रहेछ। अनि राजाले बिरबललाई भनेछन्, बिरबल, यति चिसो पानी हो सरकार, यो हिउँदको समय छ, त्यस कारण असाध्यै चिसो हुन्छ भनेर भनेछन्। अनि राजाले भनेछन्, बिरबल, यस्तो चिसो पानीमा नि कोही रातभरि मान्छे बस्न सक्छ होला त यहाँ भनेर भनेछन्। किन नसक्नु सरकार, इनाम पायो भने मान्छे बस्न सक्छ, यहाँ पुरस्कार पायो भने मान्छे बसिहाल्छ नि भनेर राजालाई बिरबलले भनेछन्। होइन होला भनेर राजाले भने, हो सरकार, पैसा पायो भने मान्छे बस्छन् भनेर भनेछन्। त्यसो भए भोलि मलाई यहाँ पोखरीमा बस्ने मान्छे तिमीले खोजेर ल्याउन सक्छौ भनेर सोधे। हुन्छ सरकार, म हजुर समक्ष लिएर आउँछु भनेर भने। त्यसपछि भोलिपल्ट बिरबलले पुरै गाउँभरि झ्याली पिटे, उर्दी जारी गरे। लौ, राजाको पोखरीमा जो रातभरि बस्न सक्छ त्यसले ठुलो इनाम पाउँछ, पुरस्कार पाउँछ भनेर चाहिँ झ्याली पिटेछन्। त्यसपछि त्यही गाउँमा एकजना बुढा मानिस थिए। उनले सोचेछन्, अब म मर्ने बेला भइसक्यो, रातभरि चिसोमा मरिहाल्यो भने पनि ठिकै छ, मरिनँ भने मैले भोलि राजाको हातबाट पुरस्कार पाउँछु, त्यसकारण म रातभरि पानीमा बस्छु भनेर सोचेछन्। र अनि उनले बिरबललाई भेट्न गए। ल मन्त्रीज्यू, म बस्छु पानीमा भनेर भने। बिरबलले, हो तपाईँ बस्नुहुन्छ पक्का हो भनेर भन्दा, हो म बस्छु भनेर भनेपछि बिरबलले राजा समक्ष लगेर ती बुढालाई भेटाए। अनि राजाले पनि सोधे, यदि तपाईँ राति पानीमा कठ्याङ्ग्रिएर मृत्यु भयो भने अथवा केही भयो भने त्यसको जिम्मेवारी तपाईँ आफै हुनुहुन्छ है भनेर भन्दा, हुन्छ सरकार, म आफै बेहोर्छु, म कसैको करकापले होइन, म आफ्नै इच्छाले बस्न लागेको हो भनेर उनले भनेपछि राजाले, ल ठिक छ, यिनलाई बेलुका 6 बजेदेखि भोलिपल्ट बिहान 6 बजेसम्म पानीमा राख्नु भनेर राजाले के पनि भने भन्दा, यी बुढा राति पानीबाट निस्किन सक्छन्, यसलाई ड्युटी खटाउनु, सिपाहीलाई ड्युटी खटाउनु भनेर पनि भने। त्यसपछि त्यही आदेशअनुसार त्यो बुढालाई बेलुका 6 बजे लगेर त्यो पोखरीमा राखियो। र राजाले सोचिरहेको थिए यो बुढा बस्न सक्दैन भनेर, तर ती बुढा मान्छे रातभरि बसे र भोलिपल्ट बिहान 6 बजे उनलाई निकालियो र राजालाई खबर पठाइयो, ल बुढा मान्छे रातभरि पानीमा बस्यो भनेर। अनि राजा दङ परे, ल त्यो मान्छेलाई यहाँ मेरो पेसमा लिएर आउनु भनेर भने। त्यसपछि ती बुढा मान्छेलाई राजाको पेसमा लगियो र राजाले ती बुढा मान्छेलाई सोधे, तपाईँ कसरी, के आधारमा रातभरि बस्न सक्नुभयो यस्तो चिसो पानीमा भनेर चाहिँ सोद्धाखेरि ती बुढा मान्छेले भनेछन्, ओ पारी गाउँमा एउटा बत्ती बलिरहेको थियो, त्यही बत्तीलाई हेरेर रातभरि त्यही बत्तीलाई हेरेर बसेँ भनेर भनेछन्। ए, त्यो बत्तीको तातोले गर्दाखेरि रातभरि पानीमा बस्न सकेका रहेछ तिमी, नत्र कहाँ सक्थ्यो। त्यसो भएर तपाईँले चाहिँ अब पुरस्कार पाउनुहुन्न, तपाईँ जानुहोस्, रातभरि तातो भए रहेछ र पो भनेर राजाले चाहिँ ती मान्छेलाई फर्काइदिए। अनि ती बुढा मान्छे फेरि मन्त्रीकोमा आएर भने, मन्त्रीज्यू, मलाई राजाले यस्तो यस्तो भन्नुभयो, मैले पुरस्कार पाइनँ भनेपछि मन्त्रीले, ल तपाईँ ढुक्क भएर जानुहोस्, तपाईँ पुरस्कार पाउनुहुन्छ भनेर मन्त्रीले भने। बिरबलले उनलाई चाहिँ, ल तपाईँ ढुक्क भएर जानुहोस् भनेर भनेपछि उनी गए। र बिरबलले सोचे, यसको बदला कसरी लिने त भनेर चाहिँ उनले सोचे। र भोलिपल्ट मिटिङ थियो, मन्त्री नगई नहुने मिटिङ थियो र उनी भोलिपल्ट जाँदै गएनन्। र उनले के गरे भन्दाखेरि एउटा बाँस ल्याए, बाँसको टुप्पोमा खिचडी पकाउनलाई एउटा भाँडामा खिचडी पकाउनलाई माथि झुन्ड्याए, तलबाट आगो फुके र धेरै ग्याप राखे। अनि त्यहाँ आगो फुक्दै बस्दै गरे
अनि राजाले भने ए बिरबल आएन किन आएन ए बोलाऊ भनेर भने सिपाहीहरू आएर बोलाए बिरबलले भने मेरो खिचडी पाके छैन म अहिले आउन सक्दिनँ फेरि बोलाउन पठाए फेरि त्यस्तै उत्तर गयो होइन त्यो बिरबलले कस्तो खिचडी पकाउन लागेको हो अहिलेसम्म नपाक्ने त्यसको खिचडी भनेर राजा आफै हेर्न आएछन् अनि राजाले आएर यसो हेर्छन् आगो छ यहाँ तल भुइँमा खिचडी छ ऊ माथि अनि राजाले भने ए बिरबल के दिमाग हो तेरो यसरी नि खिचडी पाक्छ आगो छ भुइँमा अनि तेरो खिचडी छ उहाँ माथि कसरी तेरो खिचडी पाक्छ भनेर बिरबललाई भने अनि त्यही बेला बिरबलले के भने पोखरीमा बस्ने मान्छेलाई त गाउँमा टुकी बालेको चाहिँ उज्यालो के अरे तातो आउँछ भने मेरो त यहाँको खिचडी यहाँ फुकेको आगोले त खिचडी पाकिहाल्छ नि भनेर चाहिँ राजालाई उत्तर दिएछन् अनि राजाले ल बिरबल ल मैले सकिनँ त्यो बुढा मान्छेलाई बोलाउनुहोस् म चाहिँ उसलाई इनाम दिन्छु भनेर राजाले हार खाएर अनि त्यो बुढा मान्छेलाई इनाम दिएर